हामी चाहिँ आज सन्डे भर्खर उठ्यौँ अनि यहाँ हामी चाहिँ फिला मार्केट जान लागेको काकीहरूले बोलाउनु भएर अनि मेरो बुढोले चाहिँ छिट्टो म हटडग बनाइहाल्छु भनेर अनि हामी चाहिँ यहाँ हटडग खान लाग्छौँ अनि त्यसपछि हामी चाहिँ फिला मार्केट जाने आज फुलहरू किन्नलाई यो साइडमा चाहिँ हामीले फुल रोप्ने भनेको त्यही भएर फुल किन्नलाई जाने यो मैले खाएको कि अहिले चिसो छ त आज त वेदर त ओहो म चाहिँ खाँदैछु कति मिठो क्या भन्दै फुल कस्तो नआएको छ नि घरमा है वा फुल्लै फुलको चाहिँ नआएको छ हामी चाहिँ अहिले इङ्ग्लिस रोडमा हिँडिरहेछौँ नाम पनि है इङ्ग्लिस रोड क्या ओ माई गॉड यो त के हो यो त हिन्दी फिल्ममा पुरा बस्ती देखा जस्तो छ त नि अन्त के रे बुढो नेपालको हाट बजार लाग्यो जस्तो होइन नेपालको हाट बजार लाग्यो जस्तो रहेछ पुरा मेक्सिकन गीतहरू बजे होइन हामी चाहिँ आइपुग्यो गाडी राख्यौँ होइन यस्तो धुलो उडेको भुमरी गाडी नमस्ते काकी नमस्ते हजुर के छ कति पर्छ त काकी कुखुरालाई बदम किनेर हाल्ने बदम यो के हो त यो ए यो चाहिँ मिठो हुन्छ त जहिले यस्तै हो काकी फिला मार्केट ए हामी चाहिँ लाइनमा बसिरहेको छौँ टाकोजको लागि ए हाम्रो टाकोज आयो उगेले आज फर्स्ट टाइम ट्राई गर्ने रे टाकोज मिठो हुन्छ मिठो छ कस्तो नेपालको जस्तो याद दिलाग्यो हेर्नु न पसल क्या टाढालाई हुन्छ होला है थ्याङ्क यू कटर खाने कटर उठा भन न क्यामेरामा कटर खाने हो के हो भेडा कति रारो है यो त कति रारो भयो वाह
कति राम्रो राम्रो के सानो that's so cute यिनीहरू कस्तो मिलेर बसेको हेर्न खाना चाहिँ के दिनुपर्छ चिकन राइस यस्तो ठुलो रहेछ यो कति राम्रो है परेवा परेवा छ त उता ऊ उता रहेछ नि परेवा यस्तो हो रे भाले $50 ese chamo miri ano api ada चल्ला पनि छ वा पिकक हो यो यो त पहेँलो कति पर्दो रहेछ फुल लाग्ने अब जाने अब फुल किनेर आएको नि त कति राम्रो फुल ओहो है डालिया हो यस्तै सानो अबे कामी कति सानो भाले हेर्न कत्रोको यो कस्तो खालको डिजाइन हेर्नु न हामी चाहिँ आजको सपिङ भ्यायो अब हाम्रो फुल पिकअप गर्न जान लाग्यो आजको हाम्रो फिला मार्केटको सपिङ सिद्धियो अब बाँकी भिडियो घर पुगेपछि हामीले चाहिँ फेरि यो पनि किन्यो ठ्याक्कै निस्किने बेलामा यहाँनिर हामीलाई चाहिरहेको त्यो गार्डनिङको लागि यताउता गर्न अनि त्यही हाम्रो गाडीमा यहाँ फुलहरू भएर नटाउनु भएर काकीहरूको गाडीमा राख्न लाग्यो हामी चाहिँ फिला मार्केट सपिङ गरेर आयो अब चाहिँ हामी यहाँनिर मारियो पिज्जा खान आएको खसला नि यो साइडमा चाहिँ फुल लाउने भनेको के पिज्जा हो मान्छे भन्दा ठुलो पिज्जा मारियो सब ल है हामीले मैले चाहिँ आज फर्स्ट टाइम खान लाग्यो यसको उहाँले चाहिँ उहाँको चाहिँ फेभरेट डे पहिल्यैदेखिको नभए हामी खान्छौँ है त हामी चाहिँ घर गयौँ खाना खायौँ त्यसपछि एकछिन रेस्ट गऱ्यो अनि त्यसपछि ऊ त्यस्तो लिएर जानुपर्छ अर्को त्यो गुड अर्को त्यस्तो होइन अर्को लिएर जानुपर्छ त्यो होइन यता यता हुन्छ यता होला अनि हामी चाहिँ यहाँ आज त्यो फुल किनेर चाहिँ त्यो फुल सारेन भने फेरि मर्छ गर्मी लागिसक्यो अनि त्यही भएर हामी चाहिँ यहाँ मल किन्न आएको मल माटो फुल फुलेर टुलिप हेर्न कति राम्रो देखेको ऊ त्यता नि छ त्यो माटो त यतापट्टि हो गार्डनको एरिया त त्यतापट्टि नै हुन्छ त्यहाँबाट जमाउनु
कस्तो राम्रो फुलेको है समर मेरो फेभरेट सिजन समर विन्टर कसलाई मनपर्छ होला है जाडोमा जाडो केही नहुने अन्त यही राख्यो भने त यसलाई त छेउमा हो त्यो त राख्दिनु नि त्यसलाई यो त जमा हो त्यो त राख्दिनँ अहिलेलाई चाहिँ मल माटो भयो के गर्नु है अर्काको देशमा माटो धरि किन्नुपर्छ कति राम्रो फुल्दै जानु यहीँ बसिराख्नु जस्तो लाग्ने दिनभरि तपाईँलाई जहिले पनि गाह्रो हुन्छ उतापट्टि पनि राम्रै छ क्या नि उतापट्टि तर त्यो पहेँलो कति होइन अब सेतो हो नि होइन कुन कलरको यो क्यामेलिया फ्लेम ग्रिन्सबोरो रेड च्याक्स ओके कुन लिने होला कुन लिने भयो मान्छे लान लाग्यो यो कस्तो राम्रो आज पैसा सकिने थियो नि तान बल गरे तान अहिले चाहिँ बेलुकाको 7:30 भइसक्यो अब मेरो हस्बेन्ड चाहिँ सन्चो नभएर टाइनल खाएर सुत्नुभएको थियो भर्खर उठ्नुभएको छ म चाहिँ यहाँ दाल पाक्यो यता भात पाकिसक्यो यता तरकारी पकाउन आएको छु आज किनेर आएको फो जालिया भन्छ कि डेलिया भन्छ हामीले त डेलिया भन्थ्यो नेपालमा पहेँलो गुलाबी कस्तो राम्रो छ यहाँ चाहिँ यस्तो छ साइडमा फुल रोप्ने तरकारी भइहाल्यो यो साइडमा चाहिँ हिँड्ने बनाउने भनेको हामीले यतापट्टि सिधा त्यो हिँड्नेको लागि बनायो यतापट्टि अब भोलि बिहान फुलहरू यहीँ पानी हालेर राख्यो आजलाई यति नै थ्याङ्क यू सो मच सबैजनाले भिडियो हेरिदिनु भएकोमा ह्याभ अ गुड नाइट